हाम्रोतिर चाहिँ यो घाँस चाहिँ यो घाँस लगाइन्छ है। यो घाँस पशुहरूलाई चाहिँ खुवाउँदाखेरि चाहिँ अब प्रशस्त भिटामिन पाइने अनि दुधहरू चाहिँ प्रशस्त दिने है, पुरै पौष्टिक तत्त्वले चाहिँ भरिपूर्ण भएको घाँस भनेर भनिन्छ यसलाई है। यो घाँस यहाँ चाहिँ पुरै लगाइएको रहेछ। किम्बु पनि रहेछ, किम्बु है, तर फलेको चाहिँ रहन्छ किम्बु आँप है। अनि मकै है, सिसौको रुख। तर यो चाहिँ अलि सानो रहेछ सिसौको रुख है, अलि सानो रहेछ। तर चाहिँ ढुकुर कराएकोले यहाँ माथि चाहिँ बिजुलीको तारमा बसेर ढुकुर कराएको छ। ल उड्यो है, थाहा पाएर उडिहाल्यो। यो चराले चाहिँ बिहान हाम्रो दिदीबहिनीहरूलाई उठाउँछ भन्ने चलन छ। यसरी नै कराउँछ है, कसरी कराइरहेको छ है। चाहिँ पुरानो मोडलका घरहरू अझै पनि यहाँ चाहिँ जीवितै रहेछन् है। यस्तो पुरानो मोडलको घर। अनि यो गाउँको बिचमा सोमीको रुख, यसले प्रशस्त मात्रामा अक्सिजन दिन्छ। त्यसपछि वस्तुहरूलाई पनि हुन्छ है। यो सोमीको रुख यो पुरानो गाउँ देखिएको छ। ल हेर्नुहोस् त, यो पुरै पुरानै भनेर पुरानै बस्ती त होइन, यो चाहिँ बिचको हो। पहिला चाहिँ साह्रै नै पुरानो बस्तीहरू घरहरू थिए। अहिले चाहिँ यो इँटाले बनेका टिनले छाएका घरहरू छन्। पहिला चाहिँ खरले ढुङ्गाले छाउने गरिन्थ्यो भने अहिले चाहिँ यो अलिकति विकास भएको देखिन्छ।